साथीहरूलाई हार्दिक नमस्कार छ। आज यसो छुट्टीको दिन घुमघाम गर्न आइया था। गर्मी अत्यधिक छ, 45 डिग्री तापक्रममा रोडमा तातिरहेको अवस्था हो। भन्छ हेलो हेलो साथीहरू, के छ? गर्मी धेरै छ हैन? नमस्कार छ हजुर। ओहो। गर्मी त अति छ हजुर, अति छ। दुबईमा यसरी घुम्न आएको छुट्टीको दिन लास्ट छ गर्मी भनेर आएको त गर्मी अगाडि हैरान भइसक्यो। ल साथीहरू नमस्कारै सबैजनालाई। हेर्न सक्नुहुन्छ हामी यहाँ दुबईको छुट्टीको दिन हामी घुम्न आएको। अघि पछि जेलमा परे जस्तै ड्युटी गर्ने मान्छे आज चाहिँ छुट्टीको दिन यसो रमाइलो गरौँ भनेर आएको। हेर्न सक्नुहुन्छ दुबईमा यति गर्मी छ, हेर्नुहोस् पसिनाले हैरान भइसक्यो। अनि देख्न सक्नुहुन्छ साथीहरू, यतातिर हेर्नुहोस् गर्मीले यहाँ मान्छेहरू बेहोस भएर ढल्ने अवस्था भइसक्यो। अनि दाङमा त गर्मी भयो भनेपछि धेरै शीतल हुने ठाउँ छ। शीतलपुरमा गयो भने यत्तिकै शीतल हुन्छ हैन, यहाँ त शीतलपुर छैन। अनि हेर्नुहोस् त हामी दाङ जस्तो शीतल ठाउँमा बस्ने मान्छे यहाँ दुबईको गर्मीमा यहाँ घुम्न लागेको त पसिनाले हैरान भइसक्यो। हाम्रो मामाजी यहाँ पसिना पुज्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। पसिनाले गर्दाखेरि यहाँ पानी प्यास लागेर बेहोस हुने अवस्था भइसक्यो। तैपनि यहाँ घुम्ने रहर चाहिँ अझै सकिएको छैन भन्नुहुन्छ र माउलीले अब घुम्दैछौँ हामीहरू। माउली भान्जा दुबईमा ल गाह्रो छ है।